कहाँदेखि आउनु होला के मेरो लागि क्या दुःख यो चाहिँ हाम्रो घर यो हाम्रो घर भइहाल्यो घरतिर नि एकदम विकासको कामहरू भइराखेको रहेछ यतै सक्नुहुन्छ यताको खोलामा चाहिँ बाँध तटबन्ध जस्तो कि बाँध हेलो एभ्रिवान नमस्कार सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै ठिक छु आज म चाहिँ ठिक्क भएर काहिली छु भने आज म स्याङ जान लाग्यो म बाबु आमा तीनजना भएर बाबु नि यहाँ रेडी भइसकेछन् अनि स्याङ किन जान लाग्यो भन्दा चाहिँ 84 पूजा छ उहाँ बुवाको हाम्रो दाजुभाइकै बुवाको अनि त्यही भएर जान लाग्यो हामी चाहिँ घरबाट निस्किँदैछौँ अनि अशोक दाइको घर गएर बिन्देतीको घर गएर अनि त्यहाँबाट गाडी चढेर जानु सबैजना आमा नि यता रेडी भइसक्नु भएको छ आमा घर जान पाउँदा एकदम मक्ख पर्नु भयो क्या आज ल अब चाहिँ हामी घरबाट निस्किँदैछौँ ल हामी चाहिँ घरबाट निस्क्यौँ हामी कहाँ जानु लाग्यो हो किन जानु लाग्यो नि यता तिम्रो टोपी हाल्नै बिर्सिएछ अब तीनजना हिँड्नु भन्दा हामी दुईजना अघि हिँडेको क्या फेरि पछि पछि आउँदैन नि त ल आजको मौसम चाहिँ एकदम राम्रो परेको थियो घाम लाग्यो बिहानै ठ्याक्क हामी आउनु हिँड्न लाग्यौँ कि गाडीनिर दिनजुले पनि फोन गर्नुभयो कि ठ्याक्क बस्नुभयो ल हाम्रो दिदीहरू नि आउनुहुन्छ नमस्ते मास्क One hour later. ल गाइस हामी चाहिँ स्याङ आयौँ ठुलो बुवा हुनुहुन्छ उता चाहिँ दिदीहरू ल बाबु यहाँ रिसाइथिन् कि तल घर जान नपाएर यता दिदीहरू सबै दिदीहरू सबैजना भएर दिदीहरू चाहिँ माइत आउनुभएको हामी चाहिँ घर पिडलबारी आएको हाम्रो सुन्ता दिदी हुनुहुन्छ यता कान्छी दिदी हुनुहुन्छ कति रमाइलो देखेर सबै कताबाट हो जाने यता होला हाम्रो स्याङजाला हेर ल हेर त कस्तो घर पुरै देखिँदो रहेछ हो त यहाँ त रमाइलो रहेछ त बग्न त भाइ हेर्नु सुन्तलाहरू सबै उहाँ चाहिँ हाम्रो 84 गर्ने बुवा हुनुहुन्छ सबै बुवाहरू बस्नुहुन्छ सबै फोटो खिचिनुहुन्छ यताको नि भिडियो गर उहाँ चाहिँ बुवा 84 गर्ने ल यहाँ बाबुले चाहिँ मुनिपाटीदेखि त्यही भएर यहाँ हेर्न आइसिन् हाम्रो प्रकाश दाइको घर हो 84 भएको घर चाहिँ अर्को हो यहाँ सबैजना बस्नुभयो मुनि 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 ल गाइस हामी चाहिँ पूजा घर यस्तो भेटघाट गऱ्यौँ अब चाहिँ देख्न सक्छ गाउँघर बसी रमाइलो हुन्छ अनि अब चाहिँ हामी सबैजना के भन्छ त्यो एउटा डाँडा छ क्या त्यही डाँडामा फोटो खिच्न टिकटक बनाउन हिँडेको बुहारीमा चाहिँ यता दिदीहरू यता हुनुहुन्छ है अघि लाउनु पर्यो के होला दिदीहरूले मलाई अघि लाउनु पर्यो भन्नुभयो कि भिडियो बनाउँदैन त्यही भएर ल हाम्रो दिदीहरू सबैजना भएर हामी यता के भन्छ अरे यो ठाउँलाई पिप्ला डाँडातिर जाँदैछौँ सबैजना हेलो हेलो हामी पुरानो एकदम खाइसकेको चौर गाई चराउन हामी भेडा बाख्रा गाई चराउने जाडोमा 30 वर्ष भयो त नआएको त्यही हेर्न जानु लाग्छ हैन त्यही हेर्न जानु लाग्छ
डाँडामा आएर घरमा नाम्नु रहेछ भाउजूले म त यहाँ छ भन्ने त सोचेकै थिइनँ अनि उता छ भन्ने सोचेको चाहिँ हाम्रो दाजुभाइकै घर हो कि यो पनि यता शान्तिजीको घर आफमा नि पुरै यहाँबाटै आँधी खोला देखेछ आहा कति रमाइलो हो कि यहाँ त है च्याङ्जाको पुल चौरमा हामी हिँड्दैछौँ पुरानो ठाउँमा हाम्रो लेखी पुरानै भयो 16 वर्षमा छोडेर गइयो हो त नि 30 वर्षमा अहिले प्रवेश हुँदैछौँ यो चाहिँ च्याङ्जाको फाँट भयो यता चाहिँ हामी त्यहाँ चिपलाको डाँडामा आइयो चिपला डाँडाको चौतारामा 30 वर्षमा चौतारामा बसेर हिँडेको अहिले 30 वर्षमा प्रवेश आज कस्तो लागिरहेको छ त पिपलको डाँडा एकदम रमाइलो हाम्रो पालामा भन्दा त धेरै फरक रहेछ जङ्गलै जङ्गल हाम्रा चौरै जग्गा थियो अहिले त जङ्गलै जङ्गल भएछ अहिले चाहिँ पुरै जङ्गल भएछ हिँड्न नि डरलाग्दो भएछ बाघ भालु आउला जस्तै भएछ छैन त्यस्तो त रमाइलो भएछ यो डाँडो टिकटक बनाउँदै हुन्छ आफ्नै आफ्नै भोइसमा एकदम रमाइलो छ हेर्नु डाँडा कति रमाइलो छ यो देखेको पछाडि देखेको चाहिँ ठ्याक्कै यो चाहिँ आँधी खोला हो च्याङ्जाको आँधी खोला भनेर गीतहरू धेरै सुन्नुभयो होला ठ्याक्कै यही ठाउँ हो हेर्नु कति रमाइलो छ एकदम हावा चलिरहेछ आनन्द आइरहेछ उहाँहरू हुर्केको ठाउँ हामी चाहिँ यहाँ बिहा गरेर आएको ठाउँ भइहाल्यो यता देख्न सक्नुहुन्छ यता हेर्नु पुरै गीत निकाल्नु के हावा चलिरहेछ आनन्द आइरहेछ जङ्गल छ है कति ठुलो जङ्गल छ यो चाहिँ स्याङ्जाको फाँट भयो अनि यता चाहिँ यो देखेको गाउँ चाहिँ यो हाम्रो घर यही छ ठ्याक्कै यहाँ छेके छ अहिले यहीँनिर बाबु चाहिँ उताबाट आउँदैछन् हामी त्यहाँ बाबुलाई छोडेर आएको थियौँ अनि बाबु पनि आइन् के बाबु हामी कहाँ आएको हो भनिदेऊ न कसलाई फोन हान्नु लाग्यो बाबालाई यता हेर्देऊ न क्यामेरामा हेर्देऊ नि एकचोटि कहाँ आएको हामी मामा घर अरे स्याङ्जा हो यो चाहिँ आफ्नो घर लाउँदा स्याङ्जा हुन्छ यता स्याङ्जा होइन भने के हो त यता दिदीहरू बिजी हुनुहुन्छ भिडियो बनाउनु भयो टिकटक बनाउनु भयो आफ्नो ठाउँमा आउँदा एकदम रमाइरहनु भयो सबैजना ठाउँ पनि त्यस्तै छ त्यही माथि आफू जन्मेको ठाउँ त यस्तै रमाइलो हुने भइहाल्यो एउटा गीत गाइदिनु नि त दिदी भिडियोमा चिप्लाको डाँडा है ओके यहाँ चाहिँ हाम्रो दिदीले एउटा गीत गाउनुहुन्छ अरे ल ल दिदी डाँडैमा कति मिठो गाउनुहुन्छ कि दिदीहरूले गीत फेरि भर्खरको भर्खर आइहाल्छ कि दिदीहरूलाई गाउनु भनेपछि कता कताबाट गाइहाल्नुहुन्छ कि त्यस्तो जुरिहाल्छ कि दुइटै दिदी सरस्वती दिदी त्यस्तै हुन्छ कान्छी दिदी त्यस्तै हुन्छ ल यहाँ चाहिँ जेरी पाक्दैछ खाना बन्दैछ ए दाइ दर्शन यहाँ यसले भोक लाग्यो भने के बाबुले फेरि खान लाइसिन् यहाँ चाहिँ मिठो मिठो खाना बनेछ यहाँ चाहिँ खाना भयो यो दाल यहाँ छ तरकारी यहाँ चाहिँ अचार यहाँ पनिरको तरकारी यहाँ सलादहरू छ अनि यहाँ चाहिँ जेरीहरू यहाँ दहीहरू छ यतै दाईहरू हुनुहुन्छ सर्भ गर्नुभयो उता दाईहरू भनिदिनु दाई ल हाम्रो जेरी बनाउने दाई भाइ हुनुहुन्छ यतै हाम्रो त यता हुनुहुन्छ है सबैजना एकदम रमाइलो भयो हेलो गर्दै बेबी हाम्रो शान्त दिदी यता हुनुहुन्छ पानी लिन आएको
ल हेलो गाइज हजुरआमा यता हेर्नु ठुलोबा दर्शन ल यता हेलो भनिदिनु ल हेलो भन्नु न हेलो अहिले चाहिँ हामी खाना खाएर यहाँ सबैजना बसेर पनि दिदीहरू हुन्छ यता रमाइलो भएको छ ल म देखाइदिन्छु उहाँ चाहिँ हाम्रो जेठी सासू हुनुहुन्छ ल तपाईँले हेलो भनिदिनु ल सबैजना बस्नु रमाइलो हेलो ल गाइस पूजा सकिसकेको छ हामी चाहिँ अब तल घर जाँदैछौँ सबैजना भएर हामी माइती घर झर्ने पूजा घरबाट म चाहिँ घर झर्ने अनि एकछिन घर बस्छौँ हामी अनि आजै फर्किने हो पोखरा जाने हैन पोखरा जाने हेलो सिन्ता दिदी हेलो ल सबैजना आउनु भएको छ है भिडियो हेर्नु ठुलियामा या ठुलियामा हेर्नु त ठुलिया रमाइलो भयो नि आज है रमाइलो भयो नि रमाइलो भयो बाबु यहाँ सिनी कहाँ जाने हामी
ठ्याक्क टाइममा भ्याइयो अनि छिटो निस्किन पाइयो कि ल गाइस म चाहिँ भर्खर घर आएको छु अब चाहिँ घर आउनु पर्यो जाने बेला होला क्या हाम्रो त्यो पनि यस्तो घर आएर जाऊँ भनिरहेको यो चाहिँ हाम्रो घर त्यो रमाइलो छ यता नौलपुर के भन्छ भने त यहाँ भलिबल खेल्ने बनाउनु भएछ यता अनि यहाँ चाहिँ मलको थुप्रो देख्नुहुन्छ अब चाहिँ मल मकै छर्ने बेला होला छ त्यही भएर हो हजुरआमा त्यहाँ बस्नुभयो उसको फोटो हेरेर अनि यो चाहिँ हाम्रो घर यो हाम्रो घर भइहाल्यो अनि यता चाहिँ बारी छ यहाँ चाहिँ काठको सुरुखहरू हो यो यहाँ चाहिँ मलखात अब मकै छर्ने बेला भयो नि त त्यही भएर यहाँ ठिक्क पार्नुभएको अनि यता अब चाहिँ एकछिनमा हामी निस्किनु पर्छ फेरि पोखरा जानु पर्यो फर्किहाल्नु पर्यो अब के गर्ने जानु पर्यो नि त मान्यौँ अब फर्किन्छौँ ए आमाले छोरो पनि मैले भिडियो बनाउनु हान्जी गइरहनु त भाइ भन्न के हो भाइ हामी गयौँ बस्नु पोखरा गइरहनु नि त सुटिङ गयो त क्या हुनु अन्त भाइ के बनाउनु आएको छोरी आमालाई खेल ल बोल खेल ल ल गयौँ है हामी बाई गाइस हामी अब पोखरा जाने हो घरतिर नि एकदम विकासको कामहरू भइराखेको रहेछ यतै सक्नुहुन्छ यता खोलामा चाहिँ बाँध तट बन्द जस्तो कि बाँध बन्दैछ यतै रोजरले खन्दैछ यता जाली पनि खोल्दै हुन्छ है घरको आडाको घर भयो अनि यहाँ चाहिँ अब यहाँ नजिकै फेरि यहाँ मन्दिर बन्दै रहेछ शिवजीको मन्दिर म देखाउँछु कहाँनिर बन्दैछ भनेर अनि यो चाहिँ हामी बस्ने चौतारी शिवरात्रिमा धोनी लाउने यहाँ हो अनि ठ्याक्क अनि यता चाहिँ यहाँ यो खारेर यहाँ चाहिँ मन्दिर शिवजीको मन्दिर बन्दै रहेछ एकदम रमाइलो हुन्छ बाउ अर्कोचोटि आउनु चाहिँ बनिसक्नु पनि सक्नु थियो फेरि हामी ठ्याक्क ज्याँ पाउनु पाइनु बाउको पढाइले गर्दा अनि जानु अनि बन्दैछ यहाँ चाहिँ अब शिवजीको मन्दिर अनि यता चाहिँ हामी सधैँ धोनी लगाउने ठाउँ यो भयो अब चाहिँ तल जानु राम्रो भयो अनि बेबी यता सिन्निङ के र तिमी अस्ति नै आउने खोला थियो यहाँ अलिक खोला सुकेछ हाम्रो गौतमजीलाई चाहिँ एकदम मिस गरिराखेको छौँ क्या अहिले चाहिँ यहाँ आउँदा चाहिँ झन् मिस भइरहेको थियो गाइस हामी चाहिँ बाटो अलिकति अप्ठ्यारो भएर फेरि फर्क्यौँ सबैजना गाडीलाई अघि लाएर यो हामी यसरी जाँदैछौँ गाडीलाई अघि लाख हामी पछि छौँ अब हामी चाहिँ अलिकति अप्ठ्यारो रहेछ अनि त्यही भएर चाहिँ फेरि रिक्स लिनुभन्दा फेरि फर्क्यौँ गाडीलाई अघि लाख हामी पछि हिँडे 2000 years later भाइरल दिदीसँग आऊँ क्या हामी यहाँ दाईहरूले टिबल खानुभयो दाई होइन हामी नि कहाँदेखि आउनु मेरो लागि क्या दुःख पाउनु हाम्रो दिदी यहाँ चटपट बनाउनु हेलो भनिदिनु दिदी गाउनु भन्दा लाउनु साइड अरे हामी चाहिँ अहिले भालुपाहाडमा सब स्याङ्जाको अनि यहाँ चाहिँ एउटा दिदी भाइरल हुनुहुन्छ के अनि उहाँको उहाँले गीत गाउनु हुँदैछ यस मान्छे देखेपछि अनि ठ्याक्क हामीले ठ्याक्क भिडियो बनाइहालेको के उहाँलाई देखेर दिदीले गीत मात्र होइन चटपट पनि एकदम मिठो बनाउनु हुँदैछ है होइन मिठो लाग्यो म चाहिँ खाइसकेँ हो कि साँच्चै मिठो रहेछ त्यसै यता दिदीहरूले खान लानुभएको छु कस्तो लाग्यो दिदीहरू चटपट
माइतको चटपटी माइताको होइन यसरी मिठो हुन्छ होइन माइताको कुकुर त प्यारो हुन्छ अन्त ल दिदी बस्नु है गयौँ बाई गर्छु ल यताको दिदी नि बस्नु है दिदी ल गयौँ है बाई ल फेरि नि आउँछौँ नि हामी पानी छ चटपट साँच्चै नै मिठो रहेछ ल नाक डाँडा चटपट नाक डाँडाको मिठो दामी रहेछ है सन्जु त्यही त भारी पाएको चटपट 1 hour later. फाइनल्ली गाइस म चाहिँ घर आइसकेको छु एकदम गाडी लाग्यो एकदम टाउको दुखेर एकदम भारी भइरहेको छ अनि आज दिन चाहिँ जो रमाइलो भयो स्याङ्जा गयो धेरै बसिरहेको भयो हो अनि रमाइलो भयो अनि हजुरलाई चाहिँ आजको भिडियो के कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला यस्तै नै माया गरिदिनु भएको छ साथ सपोर्ट दिनुभएको छ यस्तै नै दिनु होला अब चाहिँ भिडियो लाइदिनु पर्नुहुन्छ अनि भिडियो तिनजोसम्म हेरिदिनु भयो यहाँलाई देखिने धन्यवाद दिन चाहन्छु थ्याङ्क यू सो मच बाई भिडियोलाई चाहिँ लाइक गर्न नबिर्सिनु होला अनि कमेन्ट गर्न नबिर्सिनु होला अनि च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला